Hello everyone, good morning and namaste. Welcome to my video and I hope तपाईहरु सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु। आज चाहिँ म जाँदै छु मेरो नानाको घरमा। त्यसको लागि चाहिँ मलाई रेडी हुनु छ, फ्रेश हुनु छ। म चाहिँ भर्खरै मात्र उठेको हो नि त। अनि मिलते हैं थोड़ी देर के बाद के हुन्छ, क्या होता है दिखाएंगे हम आप सबको। ओके म भइसके रेडी। किनभने म चाहिँ केही पनि गर्दिनँ नि त, मुड हुने हो कपडा लाउने चलिहाल्नु नि त। त्यसको बिनामा चाहिँ रेडी गरेर चाहिँ मलाई धेरै टाइम लाग्दैन। त्यही भएर हामी लाग्यौँ नानाको घरमा जानुपर्ने छ। किप वाचिङ एन्ड लभिङ। हम चले अपने रास्ते पे। बाहिर खोलेपछि अल्छी लाग्छ नि त, बाहिर खोलेपछि। चले गाह्रो छ साथीहरू। मलाई चाहिँ मान्छेको अगाडि बोल्नु लाग्दैन नि त। अनि म चाहिँ एक्लै हुँदा मात्र बोल्छु। यता गइहालेँ ल। मेरो नानाको घर चाहिँ चारपाटे हो नि त। अनि म चाहिँ हिँड्दै जाने सोचमा छु। सितोकदेखि धेरै टाढो त छैन, 1 घन्टा मात्र लाग्छ। के बोले भाइ? अब के बोले? चली देखो प्यार की गली। लिएर भ्लग बनाउँदैछु म अहिले। छिरेर झोलाले डिस्टर्ब गर्यो नि त। अब चलो चलो म्याडमको रास्ता दो। कहीँ नजाने एकछिन ल, म अगाडि जान्छु ल। त्यो झापामा चाहिँ यस्तै मात्र गर्मी हो भने चाहिँ म चाहिँ बाँच्दिनँ होला धेरै दिन। आमा बुबालाई कस्तो निस्किन्छ त अनि रोडदेखि त। त्यो झोलाले मलाई साह्रै रिस उठायो कि एकछिनै त यस्तो त म फ्याँकिदिन्छु कति बेला चाहिँ। एकछिनै त भनेर क्याएर कहाँ पुर्याइदिन्छु त सक्दैन। झोला यार बाउ साथीहरू झरेकै गर्छ, कुममा अडिँदैन। त्यसको बाँधेको यसरी बोक्नु होला नि। यसरी बोक्ने, यसरी मैले झोला बोक्ने काम गरेछु कि क्या हो। हान्छ लाग्यो दाजुले मलाई। अर्कोचोटिदेखि त बोरा सिलाएर बोक्छु होला। टाउकोमा हालेर चक्कर लगाएर। अहिलेको झापाको वेदर र गर्मी चाहिँ यस्तो छ। मैले फ्यान बोकेर हिँड्नुपर्छ हौ घर बाहिर पनि। धन्नमा बाँचेको रहेछु। होइन लाने गएको बाँध्ने बिचार कति गएको। होइन लाने चाहिँ कम्ता कुछ दिखाना चाहती हूँ। देखोगे कि नहीं देखोगे। साथी नसँगी एक्लै रङ्गी चङ्गी भन्ने हो, चल्दिने हो। भगवान गर्मी बिचमा हेर्ने त पानी सक्यो।
साह्रै खुसी यार यिनीहरूले मलाई खानै खोज्छन् चालाहरू यहाँ की गर्मी की बात कुछ अलग थे भाइ साहब त्यस्तै यस्तै मान्छे त बस्नु सक्दैन यहाँ फेरि गर्मीले अब त म आइपुगिहालेँ नि अब कसले रोक्नु सक्छ र मलाई को हुनुहुन्छ हल्ला कसको बुढा हौ को भेना खै नआउनु भएको छैन मेरो भिडियोमा तपाईँ के भन्न चाहनुहुन्छ भन्नु न के भन्दैन ट्याक्सी गएर गाडी कुदा चले म चाहिँ चले बाई भेना एकछिनमा आउँछु ल